राम्रोसँग न्याय दियोस्। जुनै प्रतिभाहरू हुनुहुन्छ उहाँहरूको चाहिँ कला प्रस्फुटन गर्ने एउटा राम्रो माध्यम बनोस्, त्यही चाहन्छौँ। पैसाको चलखेल नहोस् अझ ठ्याक्कै भन्दाखेरि। सो अब दिजुबाटै सुन्न चाहन्छु हामी गीत मजाले गाइदिए, त्यसपछि हेर्दै हाल्छौँ। गीतै गाइदिउँ न एउटा एउटा सबैको चलेका आर्टिस्टहरू हुनुहुन्छ। हामीले गाह्रो उडायो मेरो मखमली पछौरी, उडायो मेरो मखमली पछौरी, लौन दिलु लौन फुलु लौन सान्दानी, मनै लाग्यो होसै लाग्यो बाँधो भन्दा नि, यसपालिको सिरसिरे त साह्रै बेइमानी, उडायो उडायो मखमली पछौरी। थ्याङ्क यू। मैले गाउँ पर्यो कुन गाउँ त खै जुन गाउनु भयो नि हुन्छ आफ्नो मनमा जे आछ त्यही गाउँ। त्यही गाउँ होला। रात किन हुन्छ? मजाले ल। रात किन हुन्छ हजुर, दिन किन हुन्छ, रात किन हुन्छ हजुर, दिन किन हुन्छ, थाहा छैन जिन्दगी कठिन किन हुन्छ, थाहा छैन जिन्दगी कठिन किन हुन्छ, रात किन हुन्छ हजुर, दिन किन हुन्छ। सबै गीतहरू चर्चामा छन्। घिन्ताङ घिन्ताङ मादल मात्रै कति बजमा, घिन्ताङ घिन्ताङ मादल मात्रै कति बजमा, दिल भए नेपालमा चट्ट माया दर्शन सालामा। थ्याङ्क यू। ओके, अन्तिममा अब के छ, अब आजबाट तपाईँहरूको छोडिसकेको छ होइन, नयाँ कन्टेस्टेन्टहरूले पक्कै पनि अनलाइन सिस्टम मार्फत पनि फर्म दर्ता गर्न सक्नुहुनेछ होला। के छ, के भन्नुहुन्छ एज अ जज? आजदेखि नै सुरु हुँदैछ। जो सबैजना कन्टेस्टेन्टलाई चाहिँ आफ्नो प्रतिभा चाहिँ नलुकाउनुहोस्, आउनुहोस्। अहिले त सजिलो छ नि त होइन, आफै प्रस्तुत हुन पनि पर्दैन, डिजिटल सबै कुराहरू थाहा नै हुन्छ। सबैजना आइदिनु होला, त्यही नै भन्न चाहन्छु। मैले त सबैजनालाई खुलेर आउनुहोस् भन्न चाहन्छु। नेपालदेखि अन्य जहाँ हुनुहुन्छ नेपालभरिका भनौँ न हरेक ठाउँका प्रतिभाहरूलाई निर्धक्क भएर नडराइकन, यो आफ्नै सो हो, आफ्नै प्रतियोगिता हो। यो हार्ने जित्ने कुरा अलग विषय हो, तर आफ्नो ट्यालेन्ट त स्वयं जनताले पनि मूल्याङ्कन गर्नुभएको हुन्छ। जित्नु मात्रै ठुलो कुरा होइन, हारेर पनि जित्ने धेरै कुराहरू छन्। र अझ जित्नै सकियो भने त धेरै राम्रो जित्छु भनेरै आउनुहोस्, हामी साथ दिन्छौँ। तपाईँहरूको क्यारियरलाई, साङ्गीतिक क्यारियरलाई इच्छा थप्नलाई हामी बसिरहेको छौँ। हामीले तपाईँहरू जस्तो राम्रो प्रतिभाको खोजी गरेर एउटा नेपाली सङ्गीतमा खतरनाक भनेको डरलाग्दो होइन कि एकदमै राम्रो उत्कृष्ट प्रतिभा हामी छनौट गर्ने हामी प्रक्रियामा छौँ। सङ्गीता म्याम, अब अहिले त पछिल्लो समय सोसियल मिडियाको एक किसिमको राम्रो छाप रहेको छ होइन, त्यो भएको भएर धेरैले थाहा त पाइसक्नु भएको छ। एज अ सिनियर लामो समयदेखि सङ्गीत कर्म गरिराख्नु भएको छ। के छ नयाँ आउने भाइ बहिनीलाई के भन्नुहुन्छ गाउँ सङ्गीतलाई? अन्तिममा यो अब हामीले चाहे अनुसार, मैले सोचे अनुसार भनौँ न,
प्रोड्युसर पनि उहाँको पनि चाहना एकदम राम्रो चाहिँ प्रडक्ट आओस् भन्ने उहाँको चाहना भएको भएर तपाईँहरू आउनुहोस्। अब यो समयमा अहिले चाहिँ नेपालभरि पनि एकदम राम्रो राम्रो उत्कृष्ट कलाकारहरू जन्मिनु भइसकेको छ, राम्रो राम्रो हुनुहुन्छ र नेपाल बाहिर पनि यसको चाहिँ प्रावधान रहेको देखेँ मैले होइन। बाहिरको नेपाली कलाकारहरूले पनि भाग लिनु पाउने रहेछ। त्यसले गर्दा इन्टरनेसनली पनि सबैजना आउनुहोस्, गाउँछ गीतमा भाग लिनुहोस्, डिजिटल तपाईँहरूको आफ्नो आफ्नो कलालाई प्रस्तुत गर्नुहोस्। हामी छौँ यहाँ तपाईँहरूलाई कुरिरहेको, आउनुहोस्। सीताजी अन्तिममा कमेडी गर्दै केही भनिदिनुहोस् न, समाप्दै। होइन मैले के भन्ने त नि, अब अन्तिममा के छ, अब एज अ होस्ट के भन्नुहुन्छ? तपाईँका धेरै फ्यानहरू छन्। हजुर सबैलाई नमस्कार। अब हामी गाउँछ गीत रियालिटी सो लिएर आउँदैछौँ। राति राति गर्लफ्रेन्ड बोयफ्रेन्डलाई आधा रातमा गीत गाएर छिमेकीलाई डिस्टर्ब गर्ने छोडेर अब हामी मञ्च ल्याइसकेका छौँ। यहाँ आएर आफ्नो कला देखाउनुहोस्, एकदमै फेयर हुन्छ होइन। अनि हाम्रो दिग्गज व्यक्तित्वहरूबाट पाठ सिकिन्छ जिन्दगीमा होइन। अनि यो एकदमै राम्रो अपर्च्युनिटी हो, सबैलाई आउनु होला भन्न चाहन्छु। अलिकति होस्ट गरिदिनुहोस्। थ्याङ्क यू सो मच। होस्ट भनेको त स्टेजमा गर्ने कुरा वेलकम। हामी सबै होइन देश तथा विदेशमा छरिनुभएका सम्पूर्ण नेपाली मनहरूलाई एक बनाउने एकदमै साझा मञ्च भनेको गाउँछ गीत रियालिटी सो हामीले आजबाट होइन एकदमै आधिकारिक ढङ्गबाट प्रेसबाट यहाँहरू सम्पूर्णलाई जानकारी गराएका छौँ। र सो तपाईँको क्षेत्रबाट तपाईँलाई हामीले स्वागत गर्न र तपाईँको नाम लिएर तपाईँलाई एउटा शिखरसम्म पुर्याउने एउटा दायित्व हामी दुईजना होस्टलाई दिनुभएको छ भने उहाँहरूलाई जजमेन्ट गरेर उहाँहरूलाई करेक्सन गराएर उहाँलाई एउटा सफलतासम्म पुर्याउनको लागि हाम्रा 3 जना एकदमै अग्रज जजहरू हामी समक्षै हुनुहुन्छ। हाम्रो यो 5 जनाको टिम भनिन्छ नि 5वटा औँला एकमुठी भयो भने जहिले पनि हामी सफल हुन्छौँ, हामी अगाडि बढ्न सक्छौँ भने जस्तै त्यो एउटा अभियानको साथमा गाउँछ गीत रियालिटी सो एचएस साइना क्रिएसन र प्राइम टेलिभिजन मार्फत हामी आउँदैछौँ। यसको लागि चाहिँ एकदमै तपाईँहरूलाई स्वागत गर्न कन्टेस्टेन्टहरूलाई हामी आतुर भएको कुरा जानकारी गराउँदै थ्याङ्क यू सो मच।